कीर्ति संरक्षण समितिका अध्यक्ष पौदी न्वागी मेला 2082 पुरुषतर्फको पुरस्कार वितरण कार्यक्रम है साथीहरू। यस्तै भलिबल खेलको प्रथम स्थान हासिल गर्न सफल पिरामिड कन्स्ट्रक्सन गलकोट नगरपालिका 10 हङकङको टिम र सेकेन्ड संस्थाका पोजिसन हासिल गर्न सफल बलाल परिवार सिमले हङकङ है त। यी दुईवटा टिम बीच पुरस्कार वितरण कार्यक्रम हुँदैछ है र विधागतमा कसले के पाए त यो हेर्नुपर्ने भिडियो छ है साथीहरू, अन्तिमसम्म हेर्नु होला है। आदरणीय झम शेरबुजाज्यूलाई पनि म हार्दिक अनुरोध गर्छु। म पुनः भन्छु म विधागतमा कसले पो के पाउला त साथीहरू। आजको प्रस्तुति सञ्जीव विक्रम शाह, एम छेत्री, सन्तोष विक, इन्द्र विक, राजन दर्लामी, सुभाष कुँवर, बेस्ट कोच को बन्ला, बेस्ट सेटर को बन्ला, बेस्ट लिब्रो को बन्ला, यो हेर्नै पर्ने भिडियो है त। खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा विजयी बनेका प्रथम, द्वितीय र तृतीय लाइभ शेयर है साथीहरू, लाइभ शेयर है। टिमलाई तयारी अवस्थामा पुरस्कार ग्रहण गर्न तयारी अवस्थामा रहिदिनु। अनुमान लगाउँदै गर्नुस् है बेस्ट कोचमा को पर्यो होला त, बेस्ट लिब्रो, बेस्ट सेटर कमेन्टमा लेख्नुस् है। चाहिँ टिम उपस्थित हुन सक्नु भएको छैन, यसैले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको छ। चौथो पुरस्कारका निमित्त उहाँहरूले यो तृतीय स्थानमा सञ्चालन भएको प्रतियोगितामा उहाँहरू सहभागी बेस्ट लिब्रो को बनेको होला त, बेस्ट कोच को बनेको होला त, बेस्ट सेटर को बनेको होला त, यसैले म पुरस्कार ग्रहण स्पाइकर को बनेको होला त, खुल्ला वडा स्तरीय अनुशासित खेलाडी को बनेको होला त, अनुमान गर्नुस् है साथीहरू। तृतीय पुरस्कार विजेता टिम दलमारा बौद्धिकाली ल है, बौद्धिकाली ल है तृतीय स्थान हासिल गर्न सफल हिमाल सुनारीको टिम है। टिम दलमारा मूर्तिवानको समूहलाई टिमलाई म पुरस्कार ग्रहण गर्न मञ्चमा आमन्त्रण गर्छु। अशोक श्रेष्ठ, सरोज बर्देवा, रवि केसी, विवश आले, सन्दीप घिमिरे, कुञ्जन साई ठकुरी, वीरेन्द्र प्रताप गहा, कुमार सिंजाली र दिलीप रेशमी उहाँलाई आफ्नो पुरस्कार ग्रहण गर्न आइदिनु हुन प्रमाणपत्र, मेडल, ट्रफी र नगद पुरस्कार ग्रहण गर्न आइदिनु हुन म विनम्र अनुरोध गर्छु। ल है पञ्चे बाजा सहित उहाँहरूलाई सम्मान हुँदैछ, उहाँहरूलाई पुरस्कार वितरण हुँदैछ है। यति बेला तेस्रो स्थान ओगट्न सफल टिम बौद्धिकाली दलमारा है त। दलमाराको कोच आउनु भएको छ पुरस्कार ग्रहणको लागि। पुरुष भलिबल प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल बौद्धिकाली 4बाट सहभागी टिम दलमारा मूर्तिवाङ उहाँहरूलाई यो पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध छ र यो क्रम पनि चलिरहेको छ। पुरस्कार वितरणको पुरुष भलिबल प्रतियोगिताको तृतीय पुरस्कारका विजेता हुनुहुन्थ्यो, उहाँहरूले नगद रु 50,000 पनि ल 50,000 पाउनु भएको छ है टिम दलमारा रवि केसी र हिमाल सुनारीको टिमले है त। बधाई छ। आगामी पौधीघाकी मेलाका कार्यक्रमहरूमा यहाँहरूको यस्तै गरिमामय सहभागिता रहनेछ र आगामी दिनका कार्यक्रमहरूमा विजेता बन्नुहुनेछ, यही शुभेच्छा र शुभकामना व्यक्त गर्न चाहन्छौँ। एसडी क्वालिटीमा पनि भिडियो आउँछ है साथीहरू पुरस्कार वितरणको है त। टिम बौद्धिकालीले यति बेला पुरस्कार गणना गरेर गइसक्नु भएको छ। बौद्धिकालीका दलमाराका टिम कोच आउनु भएको थियो, अब दोस्रो स्थानको लागि आउँछ है साथीहरू। पौदी न्वागी मेला 2082 खोला 1बाट सहभागी जसलाई बलाल मगर परिवार हङकङ सिमलेले प्रायोजन गरिदिनु भएको थियो। निसी खोला 1 का टिम क्याप्टेन राजकुमार पटेल हुनुहुन्छ। सबैले कमेन्ट गर्नु एकचोटि कमेन्टमा लेख्नुस् त साथीहरू। विधागतमा कसले के पाउलान् त कमेन्टमा गेस गर्नुस् है। संस्थाका कोषाध्यक्ष आदरणीय दाजु रमेश बहादुर घिमिरेज्यूलाई पनि कता हुनुहुन्छ कृपया पुरस्कार वितरण कार्यक्रममा सहभागी भइदिनु हुन पुनः अनुरोध गर्छु। टिम क्याप्टेन राजकुमार पटेल, खेलाडीहरू निर्मल खत्री, विशेष मल्ल
ठकुरी बलाल स्वर बहादुर बलाल टिममा हुनुहुन्थ्यो र टिम कोच प्रदीप शेरचन पुरस्कार ग्रहण गर्न आइदिनु हुन विनम्र अनुरोध उहाँहरूको टोलीलाई ट्रफी मेडल प्रमाणपत्र र नगद पुरस्कार नगद रु 1,11,111 रुपियाँ यो ग्रहण गर्न आइदिनु हुन विनम्र अनुरोध छ। टिम निसी खोला एक जसलाई बलाल मगर परिवार हङकङ सिमलेले प्रायोजन गरिदिनु भएको थियो र यसको प्रायोजक हुनुहुन्छ हाल अमेरिकामा रहनुहुने बडीघाट गाउँपालिका वडा नम्बर 6 का समाजसेवी व्यक्तित्व यति बेला दोस्रो स्थान ओगट्न सफल बलाल परिवार हङकङको टिमले यति बेला अब पुरस्कार ग्रहण गर्नुहुनेछ है साथीहरू। पुरुष भलिबल प्रतियोगिताको तृतीय पुरस्कार भाटी मेलाको कार्यक्रम आउनेछ है साथीहरू। अबको करिब 1 महिनापछि भाटी मेला 2082 को लाइभ हुनेछ है भलिबलको। त्यो भन्दा अघि हामी मङ्सिरमा अन्त व्यस्त हुनेछौँ शुभ विवाहको कार्यक्रममा लगनको टाइम पनि रहेको छ हुनको लागि पनि अनुरोध छ। त्यसैगरी अब मुसिकोट कप पनि हुने जस्तो कुरा छ है साथीहरू। तयारी हुँदैछ है। पोजिटिभ सुझाव सल्लाह यहाँहरूले दिनु होला। मुसिकोट कपको पनि अब तयारी हुने तयारी छ है साथीहरू गुल्मीमा। निसी खोला एक का खेलाडीहरू कृपया यसै लाइभ मार्फतबाट मैले जानकारी गराएँ। आइदिनु हुन अब मुसिकोट कपको पनि तयारी हुँदैछ भने वडा स्तरीयमा 3 जना बाहिरी खेलाडी मिसाउन पाउने खेल भाटी मेला हुँदैछ है गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 6 भुवाचिटीमा है। सन्जुहरूको आगमन त्यहाँ भुवाचिटीमा हुनेछ है अब है साथीहरू। अब म सर्वाधिक राशिको पौदी नगी मेला 2082 को प्रतियोगिता मध्ये सबैभन्दा धेरै पुरस्कार राशि भएको 2,11,111 रुपैयाँ पनि मुसिकोट महोत्सव हुँदैछ है। अब तात्ने छ साथीहरू खेलकुदमा। पुरुष वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार विजेता टिमलाई पुरस्कार वितरण गर्ने कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्छु। पिरामिड कन्स्ट्रक्सन हङकङ जुन गलकोट नगरपालिका पिरामिड कन्स्ट्रक्सन हङकङलाई भने गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर 4 आरुपाटा दाहाचौर निवासी बाबुराम पछाई छेत्री दाइले स्पोन्सर गरेको टिम हो है। उहाँ चाहिँ एउटा सफल व्यापारी हुनुहुन्छ। हाल हङकङमा व्यवसाय गर्दै आइरहनु भएको छ। उहाँ अत्यन्तै असल समाजसेवी पनि हुनुहुन्छ है। बाबुराम छेत्री दाइले इन्द्र विकाको सेट टिमलाई सपोर्ट गर्नु भएको थियो है। यो पुरस्कार वितरण कार्यक्रममा सहभागी बनाइदिनु न। ल सन्जु विक्रम शाह टिम कप्तान हुनुहुन्थ्यो है। सुभाष कुमार खेलाडी हुनुहुन्छ। प्राइज डिस्ट्रिब्युट भइसकेको छ। मैले एचडी क्वालिटीको भिडियो पनि अपलोड गरेको छु। लाइभ पनि अहिले काटेर हेर्नु होला। सुरेन्द्र केसी रोशन पटेल हुनुहुन्छ। रोशन पटेल एम छेत्री हुनुहुन्छ। एम छेत्री पनि हुनुहुन्छ। सुमन पटेल हुनुहुन्छ। सुमन पटेल उडी हान्नु पर्यो है। इन्द्र विक क्विक स्पाइकर इन्द्र विक हिरो हुनुहुन्छ है गण्डकीको। पुरुष भलिबल टिममा खेलिराख्नु भएको छ। सन्तोष बुढा हुनुहुन्छ। सन्तोष विक कडा हुनुहुन्छ उहाँ पनि। घरती हुनुहुन्छ। भविन सन्तोष विक हुनुहुन्छ। ल इन्द्रहरू आइसकेको अवस्था इन्द्रहरू। नारायण श्रीष हुनुहुन्छ र इन्द्र आइसक्नु भएको छ। इन्द्र सन्तोष हुनुहुन्छ है। उहाँहरूलाई यो पुरस्कार ग्रहण गर्ने कार्यक्रममा स्वागत छ र यो पुरस्कार राजनहरू चाहिँ घर फर्किसक्नु भएको छ है। उहाँहरू अन्तको गेम पोखरामा गेम हुँदैछ। पोखरा जाँदै हुनुहुन्छ है उहाँहरू। विनम्र अनुरोध गर्छु। मेडल अब धोरपाटनको टिमबाट जाँदै हुनुहुन्छ है सन्तोष इन्द्र है त पोखरामा। र यो पहिलो हुन सफल टिमको कप र नगद पुरस्कार प्रदान गरिदिनु हुन अनुरोध छ। सेकेन्ड प्राइज प्राप्त गर्नुहुने बलाल परिवार पुरस्कार लिन अझै आउनु भएको छैन। किन होला त साथी? टिम कोचमा हुनुहुन्छ सूर्य थापा टिम कोचमा है। देवनारायण बुढा एसिस्टेन्ट कोचमा हुनुहुन्छ। बेस्ट कोच कसले पाउला त साथीहरू? बेस्ट कोच है। सफल प्रयास अतुलनीय रहेको छ। टिमलाई व्यवस्थित तरिकाले विजयी बन्न सफल टिम उहाँहरूलाई धेरै धेरै बधाई छ। पाउँदै नगी मेला 2082 को तर्फबाट उहाँहरूलाई उच्च सम्मान छ।
हार्दिक बधाई छ र आगामी खेल जीवन सफल रहोस् भन्ने शुभकामना पनि छ र यो नगद पुरस्कार वितरण गर्ने हार्दिक अनुरोध 2,11,000 को बिटो निकै गरुङ्गो भएको जस्तो छ है इन्द्र विकल हेर्नुस् त ग्रहण गर्दिनु हुनको लागि पनि टिम कोच लगायत इन्द्र विकल त्यहाँ बिटो उचाल्दै हेर्नुस् है बिटो 3-4 वटा बिटो छ है साथीहरु यहाँहरु ग्रहण गर्दै हुनुहुन्छ पौदी नगी मेला 2082 को सर्वाधिक राशिको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता यसको प्रथम पुरस्कार यहाँलाई उच्च सम्मानका साथ धेरै धेरै बधाई छ ल साथीहरु उहाँ इन्द्रले पुरै हेर्नुस् त पोज दिदै हुनुहुन्छ है इन्द्र पुरै खुसी हुनुहुन्छ आज इन्द्र सन्तोष हेर्नुस् त यो यसको श्रेणी सबै बाबुराम छेत्री दाइला जान्छ है मुसीको नगरपालिका 1 बाट सहभागी दाँचो निवासी हाल हङकङमा सफल व्यावसायिक रूपमा व्यापार गर्दै हुनुहुन्छ दाइले आफ्नो कन्स्ट्रक्सनको हैन अत्यन्तै राम्रो उहाँको पुरुष भलिबल प्रतियोगितामा उहाँले स्पोन्सर गरेको टिम है सञ्जु राजा यही टिममा हुनुहुन्थ्यो है उहाँलाई पुरस्कार ग्रहण कार्यक्रममा सहभागी भइदिनु हुन पुनः अनुरोध छ ल फोटो सेसन भइसकेको छ है साथीहरु ल इन्द्रले त्यहाँ उचाल्दै हुनुहुन्छ कप हेर्नुस् त बिटो पनि उचाल्दै हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ इन्द्रले हेर्नुस् त ल हेर्नुस् त्यो बिटोहरु 2,11,000 को बिटो कति गरुङ्गो पो होला त इन्द्रलाई सन्तोषले पनि उचाले हुन्थ्यो सुमनले पनि उचाले हुन्थ्यो हैन सन्तोषले पनि उचालेर फोटो खिच्छन् है हेर्नुस् है ती धेरै धेरै धन्यवाद छ यहाँहरुको अब बिदागतको अब हुन्छ बिदागतको हेर्नुस् है साथीहरु अब बिदागतको के बन्छ हेर्नुस् है त आउँदै हुनुहुन्छ होला सायदै कृपया ग्रहण गर्न आइदिनु हुन त्यहाँ टिम कोचले त्यहाँ फोटो खिच्दै हुनुहुन्छ है यति बेला पिरामिड कन्स्ट्रक्सनबाट हेर्नुस् अब बिदागत तर्फको इन्द्र विक त्यहाँ खेलाडीहरुलाई ल है इन्द्र विकले पैसा पटाउँदै हुनुहुन्छ सम्मान गर्ने कार्यक्रम र पुरस्कृत गर्ने कार्यक्रम रहेको छ 2,11,000 भनेको त सानो हैन नि त निसी खोला 1 बाट सहभागी जसलाई बलाल मगर परिवार हाङकङ सिमलेले प्रायोजन गरिदिनु भएको थियो उक्त टिमबाट सहभागी खेलाडी रबिन नगरकोटी बेस्ट सर्भर ल है बेस्ट सर्भर रबिन नगरकोटी ल है साथीहरु खेलाडी रबिन नगरकोटी नेपाल पुलिस क्लबका पुरुष भलिबलको अन्तर्गत राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ नेपालबाट नेपाल पुलिस क्लब पनि हुन्छ रबिन नगरकोटी जेलाई बेस्ट सर्भरको यो विधागत पुरस्कार ग्रहण गर्न आइदिनु हुन विनम्र अनुरोध छ ल है नेपाल पुलिस क्लबका त्यस्तै रबिन नगरकोटी बेस्ट सर्भर हुनु भएको छ है साथीहरु बेस्ट ब्लकर अन्तर्गत विधागत पुरस्कार प्राप्त गर्ने खेलाडी हुनुहुन्छ पिरामिड कन्स्ट्रक्सनको खेलाडी मिडल ब्लकर एम छेत्री हेर्नुस् त एम छेत्री ज्यूलाई बेस्ट ब्लकरको यो विधागत एम छेत्री पुरस्कार ग्रहण गरिदिनु हुन बेस्ट ब्लकर है रबिन नगरकोटी बेस्ट सर्भर यस्तै बेस्ट सेटर अन्तर्गत सौरभ गुरुङ पो हो कि साथीहरु कतै सौरभ गुरुङ त होइन ल है कमेन्टमा लेख्नुस् है सौरभ हो कि सुभाष हो हजुरहरुले को पो पर्ला त बेस्ट सेटरमा बेस्ट सेटर अन्तर्गत पिरामिड कन्स्ट्रक्सनकै सेटर सुभाष कुवर सुभाष कुवर साथीहरु पर्वत जिल्लाका खेलाडी प्राप्त गर्नुभएको छ उत्कृष्ट खेल कौशल प्रदान गर्नुहुने टिपटप हेड नेपालबाट टिम कप्तानीको भूमिका समेत निभाइसकेका सुभाष कुवर पर्वत जिल्लाका खेलाडी हुनुहुन्छ है उहाँ चाहिँ बेला बेलामा सुजन चोखाको झल्को पनि मेटाउनुहुन्छ है साथीहरु बेस्ट डिफेन्डर र लिबेरोको पुरस्कार कतै यो वर्षको राजन त होइन पुरस्कार गएको छ पिरामिड कन्स्ट्रक्सनकै डिफेन्डर राजन दलामीज्यूलाई साथीहरु यो पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध छ उहाँ पनि गण्डकी प्रदेशको पुरुष भलिबल यो पुरुष भलिबल टिमको डिफेन्डर हुनुहुन्छ लिबेरो हुनुहुन्छ बेस्ट स्पाइकर विधा अन्तर्गतको पुरस्कार बलाल मगर परिवार हङकङ सिमलेद्वारा प्रायोजित निसी खोला 1 का खेलाडी रेशम विकले प्राप्त गर्नुभएको छ उहाँलाई
बेस्ट स्पाइकर विधाको बेस्ट स्पाइकर रेशम बिक पाल्पाली खेलाडी है साथीहरु बेस्ट प्लेयर अफ द रेशम बिकले चुकाउने खाएको पनि फाइदै भएछ है साथीहरु 2082 को पाल्पाली खेलाडी हिरो हुनुहुन्छ भलिबल प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीको पुरस्कार सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी हेर्नुस् त पुरुष भलिबल टिमको टिम क्याप्टेन हुनुहुन्छ उहाँलाई प्रदान गर्ने निर्णय भलिबल रेफ्री निर्णायक मण्डलहरूले गर्नुभएको छ उहाँलाई पनि यो ग्रहण गरिदिनु हुन अनुरोध छ सञ्जु विक्रम शाह पिरामिड कन्स्ट्रक्सनबाट सहभागी टिम क्याप्टेन बेस्ट प्लेयर हैन सञ्जु उक्त टिमको लिबेरो माफ गर्नु होला बलाल मगर परिवार हङकङ सिमले प्रायोजन गरेको निसी खोला 1 बाट सहभागी लिबेरो भीम गाहा हुनुहुन्थ्यो उहाँलाई सूर्य बलाल ज्यूको तर्फबाट जो वैदेशिक रोजगारको सिलसिलामा भीम गाहा ल है विदेशबाट पैसा आयो भीम गाहालाई लिबेरो भीम गाहा आफ्नो टिम आफूले प्रायोजन गरेको टिम बलाल मगर परिवार हङकङ सिमले जसले निसीकोला 1 लाई प्रायोजन गर्नुभएको थियो उक्त टिमका टिम लिबेरो भीम गाहा डिफेन्डर भीम गाहालाई नगद रु 5000 ले पुरस्कृत गर्ने हेर्नुस् त भीम गाहालाई स्पोन्सर आयो साथीहरु यो हामीलाई उपलब्ध गराउनु भएको छ यो नगद रु 5000 ग्रहण गरिदिनु हुन म निसीकोला 1 का लिबेरो खेलाडी भीम गाहा यति बेला उहाँहरू कतै टाढा हुनुहुन्छ होला उहाँहरू सबैको पुरस्कार चाहिँ यही रहने र उहाँहरूलाई हस्तान्तरण गर्ने जानकारी गराउँदै अबको कार्यक्रमलाई अगाडि बढाइदिनु हुनको लागि म सांस्कृतिक संयोजक नवीन कुँवरज्यूलाई अनुरोध गर्छु र यति बेला म फेरि पनि आमन्त्रण गर्न चाहन्छु